चाहिँ आज बिहान बिहानै के भन्न चाहन्छु भनेपछि नि हुनु त अब सासु आमा त आमा कहिले हुँदैन र हामी बुहारी पनि छोरी कहिले हुन सक्दिन। हामी जुन लेभलमा आफ्नै जन्म दिने आमासँग मुख लाग्छौँ कुरा गर्छौँ डिसरेस्पेक्ट गरेर बोल्छौँ त्यसरी सासूसँग बोल्नु सकिँदैन। किनकि ऊ सासु हो, उसँग बोल्नुभन्दा अगाडि 10 चोटि सोचेर बोल्नुपर्छ। तर मैले आज बिहान उठ्ने बित्तिकै आमाको अनुहारै देखिनँ, आमाको मुखै देखिनँ। खै सासु मम्मी कहाँ जानुभयो खोज्दा गर्छु। बिहान उठ्ने बित्तिकै देख्ने बोल्ने बानी छ नि त। अनि आज नदेखेको एकदम मन आत्तिएकै। अनि उहाँ गयो अनि छेमा खोइ आमालाई त बिहानभरि देख्दिनँ, कहाँ जानुभयो भनेको। अनि छेमाले आमा त उता फुकी माग्नु पो जानुभएको छ भन्नुभयो के। बाबा त बिहान उठेर देखे पनि नदेखे पनि केही जस्तै लाग्दैन। बाबा त बिहान उठ्ने बित्तिकै एकचोटि राउन्ड मार्नुहुन्छ नि त। आमालाई देखेपछि चाहिँ नराम्रो लाग्छ। आमा त आमा हो जस्तो जे भए पनि होइन। मलाई बिहान कस्तो एउटा फिलिङ्स आयो क्या।